गुड मर्निङ एभ्रिवान। आज चाहिँ म टेस्ट राइड गर्नु आँटेको किनभने अस्ति पनि कुदाएर नै आएको हो हुनु त, तर मैले भ्लग बनाउनु पाएन किनभने गोप्रोको ब्याट्री पनि सकिसकेको थियो, प्लस मेरो बाइकको हेलमेटको माउन्ट भाँचियो, त्यही कारण चाहिँ मैले भ्लग गर्नु पाइनँ। सो आज चाहिँ म टेस्ट राइड यहाँ गाउँमै गर्छु सानो, अनि हेरौँ सायद आज हामी मुभी हेर्नु जाँदैछ, अनि मुभी पनि हेर्नु जाँदा सायद बाइक लानु सक्छु, होइन भने चाहिँ म त्यत्तिकै पनि गाडीमै जानु पनि सक्छु फ्यामिलीसित, किनभने हेरौँ आजको टेस्ट राइड चाहिँ कस्तो हुन्छ। सो गाउँमै हो टेस्ट राइड, त्यस्तो टाढो पनि होइन। सो बाई, भेटौँ अब टेस्ट राइडमा। गरम भयो, यस्तो गरम थियो कि आज चाहिँ टेस्ट राइड होइन। ट्यालेन्ट हुन्छ भनेको, तर स्ट्यान्ड हेर त पहिला। चल्यो आजको चाहिँ फर्स्ट मेरो टेस्ट राइड हो। यो बाइकको लागि चाहिँ एकदम लाग्छ यो लागि चाहिँ। सो टेस्ट राइड गर्न एकदम चिसो छ नि त, यस्तोमा गाडी एकदम चिसो छ है। हिँड्यो भने चाहिँ होइन, यतिको बिस्तारै हिँड्यो भने चाहिँ मलाई चाहिँ हरेस लाग्छ होइन। अझै बाटो बाटोमा बोल्छ पनि हाम्रो मान्छेहरू चाहिँ हो, अन्त चाहिँ त्यो चाहिँ अलिक मन पर्दैन बाटो, किन एकमै कुदाएको भन्छ होला है, तर हाम्रो गाउँमा चाहिँ दुईहरू कुदाउने जग्गै छैन, अन्त एकमै जाने भनेको त्यही भएर अब हल्का बिस्तारै चाहिँ बाइक लिएर होइन घुम्नु पनि सक्दिनँ, त्यही भएर चाहिँ अहिले चाहिँ गरम छ भनेर चाहिँ बाइकमै घुम्न ऊबाट सामान कस्तो टाढो पनि होइन, एकदम कन्जुस
एकैचोटि ठुलो साह्रो बाटो जानु भएन हो अहिले बजारको सायद बाइकमा जानु सकिँदैन जानु छ भने चाहिँ तर हाम्रो चाहिँ नाइटको सो हो भनेको अब नाइटको लागि चाहिँ बेलुका फर्किँदा गाह्रो हुन्छ नि त हाम्रो गाउँको बाटो एकदमै अप्ठ्यारो भइरहेको अप्ठ्यारो होइन त्यही भएर चाहिँ सायद भरे भने मात्रै लाग्थ्यो भने चाहिँ म गाडीमै जान्छु गाडी साथीहरू सबैले त भनेको बाइक लाउनु गाडीमै जाउँ गाडी गएको बेलामा हामी हतपत टाइम स्पेन्ड गर्दैन नि त को कहाँ हाम्रो गाउँमा बजार चाहिँ आएर त्यो अलिअलि हुन्छ नि त्यस्तो चाहिँ छैन नि त त्यही भन्ने चाहिँ गर्नु हाम्रो गाउँको बाटोमा चाहिँ किनेको आउनु थाल्छ होइन तर किनेको फाल्दै छैन मात्रै काटिन्छ हो अन्त मैले चाहिँ कतिवटा कुराहरू सिक्नु बाँकी नै छ किनभने सायद म पर गएर भिडियोहरू बनाउँछु है आफैले बनाइदिनु आज भन्छु ल बनाउनु भनेर मेरो पेरेन्ट्स चाहिँ एकदमै सपोर्टिभ म एकदमै ग्रेटफुल छु है सायद मैले यस्तो पेरेन्ट्स चाहिँ अब कतिवटा मान्छेले त्यो मलाई सामानहरू दियो भनेर मात्रै उयो भनेको होइन र पनि मेरो पेरेन्ट्सहरू चाहिँ है के भने अहिलेसम्म नो चाहिँ कहिले भनेको केही कुरामा पनि एकदमै ग्रेटफुल सबैको पेरेन्ट्सले दिन्छ नै सबै नानीहरूलाई होइन तर मेरो पेरेन्ट्सले चाहिँ अहिलेसम्म अब केही कुराको लागि अरूलाई ब्रेक गर्नु पर्दैन मेरो पेरेन्ट्सहरूलाई के चाहिएको छ त्यही सबै दियो क्या आफ्नो आफ्नो चिजमा जस्तो मलाई फोन चाहिएको थियो है सानोमै गएको भएन अब मलाई होइन मान्छे आउँदैछ नि त त्यही भएर मान्छेलाई चाहिँ जानु देख्छु मैले डर के आगे जिते होइन नलडी त कहाँ सिकिन्छ त होइन र आन्टीहरू आउँदैछ चाहिँ छोडिदिएको किनभने त्योमा चाहिँ एकै फेरिमा लानुपर्छ नि त मान्छेहरूलाई पनि सोचिदिनु पऱ्यो किनभने कतिजना चाहिँ हुन्छ कि एकदम उयोहरूलाई चाहिँ नसोच्नु अन्त त्यही भएर चाहिँ हिँड्नुहोस् म त त्यहाँ मैला भइरहेको हुन्छु बाइक कुदाउँदा चाहिँ पहिला म मैला देख्छु योमा चाहिँ एउटै लाइनमा यहाँ पनि त्यस्तै छ यहाँ त त्यस्तै छैन रहेछ सायद म चाहिँ यहाँसम्म नै एकछिन बस्नु पर्ला पनि झरा त हो त्यही भएर चाहिँ खतरा घाम लाग्यो आज चाहिँ तर पनि बजार त हेर्नुहोस् यहाँबाट हाम्रो बजार देख्छ नि त मेरो चाहिँ हाइट यस्तो छ
यहाँ घाम तापे एकछिन अनि अब चाहिँ फर्किनु आँटेको मेरो बाइक चाहिँ यस्तो देख्छ। हाम्रो चाहिँ यहाँ घाम तापेर पनि सक्यो गरममा यस्तो साह्रो पर्छ कि मैले फेरि कुदाएको 2 दिन त भयो यो नयाँ बाइक हो त्यही भएर केही छैन कुदाएपछि त इजी हुन्छ तर घुमाउनु चाहिँ अलिकति गाह्रो चाहिँ मलाई यस्तो हिलोको बाटो छ अन्त डर लाग्दैन अब हेर्नुहोस् कति चिप्लो छ यस्तोमा त अन्त चिप्लो मलाई यस्तो के अरे यस्तो बलुवा हो के भन्छ यस्तो सानसानो ढुङ्गाहरू भन्दा चाहिँ मलाई चाहिँ डर लाग्ने यतापट्टि हो। बाइक हालिसकेँ अनि अब चाहिँ नुहाउँछु होइन नुहाएर चाहिँ के हुन्छ हेरौँ कि बाइक लगेरै पनि जान सक्छु तर वेदर चेन्ज हुनु नि त आफ्टरनुन कि गाडीमै पनि जान सक्छु सो हेरौँ न बाई नुहाएर बिचौँ नुहाएर पनि ढिलो भयो नि त बेसी लेट जाँदैछु यहाँ बाउजू छ हाइवेमा आखे सके एकदमै अब धमिलो पहाड हो 86 को अब आन्दोलनको हेर्नुपर्ने नै भयो गोर्खा जातिले अब सबै गरिरहेको छु खोलेको छुइनँ चौरास्ता जाने अरे हामीले भर्खर भ्लग के भ्लग पऱ्यो मुभी हेरिसकेँ अनि राम्रै थियो आँखै कस्तो लाग्यो तपाईँलाई मुभी एकदमै दामी दामी छैन एकदमै छैन अल्छी लानु आएन मलाई त डर पो लाग्यो कता पर्खिनुपर्छ जुमै मुभी हेरिसकेर
बेलुका यस्तो भइरहेको छ। हेलो भाउजू, हेर जाँदैछु एकछिन चौरस्ता घुम्नु। यस्तो रमाइलो भइरहेको हुन्छ नि त, त्यही भएर सबैजना यस्तो भिड हुँदो रहेछ बेलुका। हामी खाएर पेमा हात हाल न। कति भिड रहेछ, कस्तो राम्रो देख्छ यो ओह्रालो। पर्खेको अब चाहिँ यहाँ चौरस्ताबाट घर जान्छु। मेरो बहिनी ऊ चाहिँ हामीको पनि रोएन, यो मात्रै रोएछ। के बुझेर रोइस्? आप्पा आप्पालाई सम्झेर दियो। सो बाई, अहिले कल अहिले भिडियो गर्छु।